मलाई त परमेश्वरको सेवकै गर्नु मन लाग्छ नि, तर के गर्नु, कसैले मलाई अघि बढ्नै दिँदैन। त्यही भएर उनीहरू नै सेवकै गरून् भनेर मैले छोड्दै। मेरो मध्ये कसैलाई पनि यो कुरा थाहा छैन कि यो चाहिँ शैतानले गरेको एट्याक हो, किनभने शैतानको उद्देश्य परमेश्वरबाट हामीहरू अलग रहोस् भन्ने हो नि त। जब हामीहरू सेवकैमा अघि बढ्छौँ अनि उसले हामीलाई आनन्दले शान्तिले सेवकै गर्न दिन्छ त उसले हाम्रो दिमागमा सोच हाल्दिएर हुन्छ कि वरिपरिको व्यक्तिहरूलाई चाहिँ चलाएर हुन्छ कि जसरी भए पनि परमेश्वरको राज्यबाट अलग गराउने उसको उद्देश्य हो नि त। अनि हामीहरू मध्ये धेरैजनाको जिन्दगीमा निराशा बढ्ने कारण चाहिँ के हो भने जब सेवकाईबाट छुट्छ त्यो ठाउँमा अर्को व्यक्ति खडा हुन्छ अनि मेरो त महत्व नै रहेन रहेछ, मेरो त भ्याल्यु नै रहेन रहेछ भनेर चाहिँ हामीहरू सोच्छौँ, झन् डिस्करेज हुँदै जान्छौँ। परमेश्वरको राज्यमा ठाउँ खाली ऊ भएन भने चल्दैन भन्ने कुरा चाहिँ हुँदैन। किनभने एकजना व्यक्ति हट्छ, परमेश्वरले अर्को व्यक्तिलाई खडा गर्नुहुन्छ। हामीले बाइबलमा हेर्दछौँ भने पनि जो व्यक्ति परमेश्वरबाट हट्यो उसको ठाउँमा परमेश्वरले अरू व्यक्तिलाई खडा गर्नु भएको छ। यो प्रोसेस चाहिँ उहाँको राज्यमा चलिरहन्छ। हामीहरू उहाँको राज्यमा वफादार भएर उहाँको वचनमा अडेक रहेर उहाँकै निम्ति भनेर हामीहरू सेवकाईमा अघि बढ्नुपर्ने हुन्छ। उदाहरणको लागि धेरै ठुलो कुरा नगरौँ, अहिले हामीहरू सबैजनासँग मोबाइल छ अनि हामीहरू आफूलाई मनपर्ने कुराहरू हेर्छौँ। अब कोही व्यक्तिले आएर मोबाइल नहेर, जतिसुकै 50वटा कुरा गरोस् न, हामीहरू मोबाइल हेर्नको निम्ति छोड्छौँ त। त्यसले मलाई बाधा दियो, अब म मोबाइल नै हेर्दिनँ भनेर हामीहरू भन्छौँ। त्यसले भन्दै गर्छ, म हेर्दै गर्छु। यस्तै सोच आउँछ नि होइन। परमेश्वरको सेवकाई गर्दा नि यस्तै अडिक भएर चाहिँ हामीहरू अघि बढ्नुपर्ने हुन्छ है।